हेलो साथीहरू, आज छोरीको बर्थडेको दिनमा आज हामी स्पाइसी हेभेनमा आएका छौँ। हेर्दै जाउँ कस्तो हुन्छ स्पाइसी हेभेनको खाना पनि टेस्ट गरौँ। अनि आज चाहिँ साथीहरू पनि आउँदैछन्, अहिले आइपुग्ने बेला त भएको छैन। हेर्दै जाउँ कस्तो हुन्छ है साथीहरू। अब यो स्पाइसी हेभेनको दृश्य पनि देखाइदिन्छु तपाईँहरूलाई। यस्तो छ होइन, छोरीले पुरै रमाइलो गरिरहेको छ। अनि अनु हाँसिरहेछ। किन हाँसेको? अनु पुरै एक्साइटेड भएर हाँसिरहेछ होइन। टेबल सेट भइसक्यो यहाँनिर। यसरी यहाँ स्पाइसी हेभेनको लागि रेडी छ। पछाडि यहाँ मान्छेहरू पुरै भरेर बसेको अवस्था छ। मामा पनि पुरै वेटिङ हामी गरिरहेछौँ अहिले है। छोरी पुरै खेल्दै हुनुहुन्छ। ह्याप्पी बर्थडे गर्ल, कस्तो छ त? राम्रै छ भन न डेडीलाई। पानी परेर यहाँ त पुरै चिसो बढेछ। गर्मी मौसम हो तर पुरै चिसो छ हौ साथीहरू। अब साथी आउँदैछ उताबाट, हेर्दै जाउँ कति बेला आइपुग्छ। हो एकछिन कुरेर बस्नु पऱ्यो। चिसो छ पुरै। स्पाइसी हेभन चाहिँ यस्तो छ है यहाँनिर। यो चाहिँ एनएसडब्ल्यूको ओरेन्ज भन्ने ठाउँ हो। यहाँ चाहिँ पुरै हाम्रो यो काठमाडौँ गोर्खा जस्तै छ हौ। चिसो छ, गर्मी पनि एकदम मजाको वेदर छ। आज टन्न घाम लाग्यो भने भोलि चिरिपै पानी परिदिने खालको मौसम छ है। यसो छ। 8 बजीसम्म पुरै उज्यालो हुन्छ है साथीहरू। यहाँ पुरै गर्मी मौसममा पुरै 8 बजीसम्म। तर उहाँ चाहिँ अब झिलिमिली बालेर बत्ती बाल्न, स्ट्रिट लाइट बाल्न थालिसकेको छ त्यहाँ। अब यहाँ बेलुका भएपछि पुरै लाइट बाल्छ रातभरि। स्ट्रिट लाइटहरू पुरै सजाएर चाहिँ राम्रो बनाउँछ। स्पाइसी हेभन चाहिँ यहाँ रहेछ है। साथीहरू पुरै उताबाट हिँडेर आउँदैछन्। पारी आउँदै रहेछन्। दर्शन, सुबिसु, बाबु सुबिसु अनि सबै आउँदै हुनुहुन्छ। पानी परेर घाम पनि लागेछ। के भन्छ अरे यसलाई हाम्रो गाउँतिर साथीहरू? यसलाई चाहिँ हामी स्यालको बिहा भन्छ कि के हो? घाम पानी भनेर चाहिँ स्यालको बिहे भन्छ त है। आउँदैछ आन्टी, कुसुम आन्टी। के कुसुम आन्टी र के अरे पुनम आन्टी आउँदै हुनुहुन्छ। पुरै आउँदै हुनुहुन्छ है। हेलो 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 मेरो के हुँदैछ? पानी पऱ्यो कि के हो? हेलो बाबु, हेलो बाबु। बाबु नमस्कार आन्टी। सानो आउनुभयो? जाउँ 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 ल जाउँ। हजुर बिचरा पानी परेर पो है बेचौक भयो त नि। अघिसम्म त ठिकै थियो, फेरि एक्कासी पानी पऱ्यो आज त। आज नि हेलो 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 छोरी, ह्याप्पी बर्थडे। नमस्कार अङ्कल, नमस्कार नमस्कार आन्टी। हेलो हेलो हेलो। ल बस्नुहोस् बस्नुहोस् बस्नुहोस्। मेरो यहाँ भलक चल्दैछ। बस्नु बस्नु। के खाने भन्ने कुरोको डिसिजन हुँदैछ यहाँनिर चाहिँ होइन। बर्थडे गर्ल चाहिँ पुरा शान्त स्वभावमा बसिरहेछ। आर्सन से हाई हाई भन्नुहोस् अङ्कललाई। वाउ, त्यस्तो पो गर्नुभयो अक्षत? के हो र त्यो? वाट इज दिस? हजुर, 1 मोर टेबल मेबी एड गर्नु पर्छ।
के हुँदैछ सेलेक्सन भइरहेछ के खाने भन्ने कुरा अक्षत नेपाली बुझ्छ स्याबास अर्सन के गर्दै हो अक्सन बाबुले के गर्दै हो ओहो फुट्यो के हो फुट्यो फुटेन होला लाग्यो यो के हो त यो चिकन बिरयानी हो चिकन बिरयानी लस्सी लाग्यो के हो डराएर हो केही हुँदैन ए उसले त्यो ढलेको अर्थ क्रिसमस सकियो भन्नु खोज्यो यता आइसक्यो यो आर्जुलाई देऊ खाऊ न खाऊ किन नखाने हो र खानालाई त आएको हो यहाँ सरलाई खाऊ न एउटा बियर माग्यो अनु अनु एउटा बियर माग्छौ न के हो नखाने हो नखाने हो हला अब पसिनु सुरु गर यो पहिला खाऊ न हजुर अलिअलि खानु के केही नखाने साह्रै के गरेर खानु यो यो त पिरो छ नि रोटी त छैन नि रोटी खानु यहाँ सबै यहाँ रोटी छ यहाँ रोटी के रहेछ यो चिकन मन्चुरिया यही चाहिँ यहाँ अर्को लट छ यहाँ म हाल्छु अहिले रोटी कति छ बिरयानी रोटी नगेट म आउँछु अब यहाँबाट यसरी हेर्दाखेरि मजाले हाम्रो अब भोजनको कार्यक्रम सुरु हुन लाग्छ होइन मामाको भेजी आइटम के हो यो पनिर हो मटर पनिर अनि नान छोरी पुरै नान खाँदै हुनुहुन्छ To you, happy birthday dear Arya, happy birthday to you, happy साथीहरू भोजनको कार्यक्रम पुरा भएर यस भन छोरी ल ल ल ल थ्याङ्क यू भन्नु छोरी
थ्याङ्क यू दादा भन्नु क्या बात ओ ऊ पनि उतारे पछाडि रोडलाई ल ल ल ल ह्याप्पी बर्थडे चाना हो जरा 1 2 3 यस्तो गर सरी ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर आर्या ह्याप्पी बर्थडे टु यु हैप्पी बर्थडे मलाई मन परिरहेछ त्यो त्यही पल्टाइरहेछ अघि नैबाट सानो बेबीलाई के भएर हो ल पुरै खाली भयो अब मिष्टान्न भोजन भइसक्यो आजको भिडियो यति नै अब अर्को भिडियो चाहिँ नेक्स्ट भ्लगमा थ्याङ्क यू